सो गाइज म आज नयाँ भिडियोको साथमा आइसकेको छु। मैले सिकाउन गइरहेको छु योनो नेपाल एसबिआई देखि क्युआर कोडमा पैसा कसरी सेन्ड गर्ने भन्ने बारे मैले हजुरलाई सिकाउन गइरहेको छु। सबभन्दा पहिला त हजुरले देख्न सक्नुहुन्छ यो योनो नेपाल एसबिआई को नेट ब्याङ्किङ खोल्नु पर्ने हुन्छ, मोबाइल ब्याङ्किङ खोल्नु पर्ने हुन्छ। खोलिसकेपछि हजुरलाई पुरा यो फेस आइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ एउटा छ क्युआर पेमेन्ट भनेर आइरहेको छ। हजुरले त्यो क्युआर पेमेन्टमा जानुपर्ने हुन्छ। सबभन्दा पहिले क्युआर पेमेन्टमा जानु भयो भने यहाँ यस्तो क्युआर को लागि आइसकेको छ हैन। हजुरले अब यो मैले हजुरलाई सिकाउन गइरहेको छु मोबाइलमा ग्यालेरीमा भएको क्युआरमा कसरी पैसा पठाउने भनेर सिकाउन गइरहेको छु हैन। त्यसको लागि हजुरले अपलोड फ्रम ग्यालेरी भनेको छ, यसबाट क्लिक गर्नुभयो भने यहाँ हजुरहरुको देख्न सक्नुहुन्छ ग्यालेरीमा सेभ भएको क्युआर कोड छ। मैले चाहिँ एउटा क्युआर कोड यहाँ सेभ गरेर राखिसकेको छु, त्यो हालिदिइसके। यहाँ देख्न सक्नुहुन्छ त्यो अपलोड गर्न बित्तिकै यहाँ नाम आइसकेको छ बेनिफिसियरीको हैन, कसले पठाउने त्यो आइसकेको छ। अनि यहाँ एकाउन्ट नम्बरहरु पनि आइसकेको छ, ब्याङ्क कुन ब्याङ्क हो त्यो पनि आइसकेको छ हैन गाइस। अनि यसलाई हजुरले नेक्स्ट गर्नुपर्ने हुन्छ। यहाँ आइसकेको छ हजुरको माथि एकाउन्ट नम्बर छ, बेनिफिसियरीको एकाउन्ट नम्बर यहाँ देख्न सक्नुहुन्छ। यहाँ हजुरको एकाउन्ट नम्बर आइरहेको छ। यहाँ अब पैसा हजुरले कति हाल्ने हो, हजुरले पैसा कति सेन्ड गर्ने हो त्यो पैसा यहाँ एनपिआर मा लेख्नु पर्ने हुन्छ। हजुरले कति हाल्ने हो, मैले भने अहिले ओन्ली 2500 मात्र हालेको छु। यहाँ डन गर्नु होला। रिमार्क्समा यहाँ रिमार्क्स दिइरहेको छ, हजुरले रिमार्क्समा लेख्नु होला। हजुरले रिमार्क्समा जे लेखे नि हुन्छ। अनि यहाँ देखिरहेको छ डन भनेर, डनमा क्लिक गर्नु होला। अब हजुरले यहाँ तल यहाँ देखिरहेको छ नेक्स्ट भनेको छ, हजुरले नेक्स्टमा क्लिक गर्नु होला। एकछिन लोडिङ दिइरहेको छ। यहाँ आइसकेको छ। लोडिङ पछि यहाँ ट्रान्ज्याक्सन डिटेल छ, बेनिफिसियरीको एकाउन्ट नम्बर दिएको छ, ग्लोबल भनेर ब्याङ्कको नेम, अनि हजुरको डेट कहिलेको छ, अनि फोन पे यहाँ पेमेन्ट भिया छ, नेपाली यो चार्ज छ, 11 रुपैयाँ चार्ज लागेको छ हैन। अनि यहाँबाट हजुरले फेरि कन्फर्म लेखेको छ, कन्फर्म गर्नु होला एकचोटी। हजुरको यो रजिस्टर मोबाइल नम्बरमा ओटिपी जान्छ। मोबाइल नम्बर या हजुरको इमेल आइडीमा ओटिपी जान्छ। अनि यहाँ आफै ल्याइरहेको छ, ओके गर्नु पर्दैन। देख्न सक्नुहुन्छ यहाँ सक्सेस भनेर आइसकेको छ हैन। यो चाहिँ सक्सेस भइसकेको छ। हजुरहरुलाई अर्को मेथड पनि मैले देखाउन गइरहेको छ हैन। यो चाहिँ सक्सेस भइसक्यो, ग्यालेरीमा भएको क्युआर कोडमा पैसा कसरी पठाउने भन्ने। अनि सिधै हजुरले क्युआर कोड गर्दाखेरि सेम हजुरले अब यहाँ देख्न सक्नुहुन्छ क्युआर पेमेन्ट भनेर आएको छ हैन। सेम जाने हो, यसरी क्युआर को आइसकेको छ हैन। यहाँ मेरो अलरेडी अर्को फोनमा छ हैन क्युआर। अब यो क्युआर कोडलाई हजुरहरुले यसरी लिनुपर्ने हुन्छ, आफै लिएको छ हैन। फेरि आइसकेको छ यहाँ सेम पहिलाको जस्तो नाम आयो, अनि एकाउन्ट नम्बर आयो, ब्याङ्क नम्बर आएको छ सेम। यहाँ कन्फर्म गर्नु होला। अनि सेम आइसकेको छ पहिलाको जस्तो। यसरी नै पठाउन सक्नुहुन्छ हजुरले हैन।
योनो नेपाल एसबिआईबाट क्युआर पेमेन्ट कसरी गर्ने भन्ने भिडियो बनाएको थिएँ। हजुरलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। अनि यस्तै भिडियोहरू हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सपोर्ट गर्नु होला। नेक्स्ट भिडियोमा मिल्ने छौँ। लभ यु अल।